शिक्षा तथा सिप विकास 13 प्रारम्भिक बाल विकास र शिक्षाको अनुभवसहित कक्षा 1 मा भर्ना हुने बालबालिका प्रतिशत 76.9 100 14 आधारभूत तह कक्षा 1-8 मा पूरा गर्ने दर उपयुक्त उमेर समूहको तुलनामा प्रतिशत 77.1 100.0 15 माध्यमिक तहको कक्षा 12 सम्म पुग्ने दर उपयुक्त उमेर समूहको तुलनामा प्रतिशत 35.6 55.0 16 उच्च शिक्षाको प्राविधिक विषयमा अध्ययन गर्ने विद्यार्थीको हिस्सा प्रतिशत 20.7 30 17 उच्च शिक्षामा कुल भर्ना दर प्रतिशत 17.77 25 18 5 वर्ष र सोभन्दा माथिको साक्षरता दर प्रतिशत 76.2 95 19 शिक्षण सिकाइमा इन्टरनेटको पहुँच भएका शैक्षिक संस्था प्रतिशत 35.5 100 20 कक्षा 8 मा न्यूनतम सिकाइ क्षमता हासिल गर्ने विद्यार्थी नेपाली 59 70 58 अङ्ग्रेजी प्रतिशत 52 55 गणित 32 60 21 विज्ञान 38 सङ्ख्या हजारमा 60 100 वार्षिक सिप परीक्षण र प्रमाणीकरण